सम्पूर्णमा नमस्कार। धेरै दिनपछि सेयर मार्केट खुल्दैछ। सत्ता परिवर्तन भएसँगै पहिलो पटक मार्केट खुलिरहेको छ। आज सेयर मार्केटको अवस्था कस्तो होला? यो नयाँ सरकार पनि आएको छ। केही बदलाव हुन्छ कि भन्ने लगानीकर्ताहरूको मन आइरहेको छ। सत्ता परिवर्तन भएपछि आज पहिलो पटक सेयर बजार खुल्दैछ। जेनजी आन्दोलनका कारण 24 गतेदेखि बन्द भएको सेयर मार्केट आज खुल्न लागेको हो। नेपाल बोर्ड 7ले मङ्गलबार दिएको निर्देशन बमोजिम नेप्सेले कारोबार खुलाउन लागेको हो। भदौ 23 गतेको जेनजी आन्दोलन चर्किएसँगै भदौ 24 देखि सेयर कारोबार बन्द भएको थियो। भदौ 24 गते कर्फ्यू बीच पनि ठुलो आन्दोलन भएपछि असोज 2 गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय भएको थियो। तर गत आइतबारदेखि नै जनजीवन सामान्य अवस्थामा फर्किएसँगै सेयर बजार पनि खुलाउन लगानीकर्ताहरूले दबाब दिएका थिए भने नेप्सेले असोज 1 गतेबाट कारोबार खुलाउने गृह कार्य गरेको भए तापनि जेनजी आन्दोलन कारण शहीदहरूको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि 7ले आज असोज 2 गतेबाट कारोबार खोल्न नेप्सेलाई निर्देशन दिएको थियो। राजनैतिक उतार चढावका कारण नेप्से कतिपयले घट्ने र कतिपयले बढ्न सक्ने आकलनहरू गरेका छन् भने त्यसैगरी पुरानो व्यवस्था हटेर नयाँ शक्ति जुर्मुराएको छ। देशमा भएको विसङ्गतप्रति आवाज उठाउन थालेको छ। यसरी युवाहरूको शक्तिबाट बनेको सरकार नागरिकप्रति जिम्मेवार छ। त्यसैले सबै अनुकूल भएको अवस्थामा सेयर बजार पनि सकारात्मक हुने विश्वास लगानीकर्ता तथा विश्लेषकहरूले बताएका छन्।